रजी ओए रजी कसम चाहिँ कत्रो ठुलो एकछिनमा आइज न बरु ल त्यही मात्र टिपे धेरै उता नजाने फेरि यहाँ चारो खोजिँदैन रजी त्यो हामीले चारो कहाँ चारो यो हामीले सुँगुर चारो खोजिदिउँ गाई म सानो कति इयर्सको थिएँ मेबी 8 त 8 19 मा त खाँदरी थिइस त्यो भन्दा अगाडि 10 मा आएको के धरेको कि मतलब मेबी 6 हरूदेखि चाहिँ म हिँड्नु थालेको लागि यस्तो जङ्गलहरू यिनीहरूसँग योसँग कुद्थेँ क्या म योसँग चारो खोज्नु जान्थेँ वाउ हामी त पुरा एडभेन्चरै भयो खतरा त्यो के हो कुन त्यो के को लहर हो कुन ए लहरामा पिङ खेलेको चुटेर झरेकोहरू पर यति बलौटी स्कुल जाँदा के हो त रजी यस्तो डर लाग्थ्यो फेरि भुतिया ठाउँ थियो नि त त्यो त क्या मजा लाग्ने क्या लहराबाटै भुत झरेर आउँछ जस्तो लाग्थ्यो यार मलाई त बान्द्रे अरे क्या बान्द्रे हुँदैछ ओ यहाँ हामी पनि बनाउँदैछ ओ साकेलाको चिन्डो हेर न आवर चिन्डो पोहोर मैला गर्न मनाइ छ ओके हेर वा सब वरिपरि ढुङ्गा ढुङ्गामा राखेर चाहिँ साइडमा राख्छु हामी पनि ढुङ्गा ढुङ्गा मिलाउँ त ओ गन्नुजी लुक एट हियर गन्नुजी कति क्युटी गन्नुजी That's so cute. शिवलिङ्ग हुँदो रहेछ गन्नु जुठो मुख भयो नि प्लिज प्लिज पाएगा गन्नुजी यहाँबाट स्टार्ट गरौँ न ओके यस्तो गर्नु सरी बहिनी राजी सम्झिन यसो त ल यही नगर्नु न यहाँनिर स्टार्ट ठुलो ब्यागमा छ लोगोजीमा हापे क्लोज गरिहाल है नै यसले भएन यो कतै बेस नै हल्लिरहेको रहेछ क्या पुरा बेस नै हल्लिरहेको रहेछ अनि यस्तरी चाहिँ हुन्छ नि त बेस हल्लियो भने हुँदैन नि त पहिला मैले अरूको यसरी भत्काइदिएर गरेको थिएँ क्या सर्ने के हो हामी बहिनी के हो त सर्दु जाँदाखेरि उता के अरे ओसोबाट आउँदाखेरि तँहरूले लगिनुहोस् त अब के गर्नु त एक दिन जाउँला नि त्यता पनि जाऊँ न एक दिन हामी शनिबार अर्को के अर्को कस्तो छ त्यता साथी हेर्नु बस्छु ल अस्ति त्यत्रो आएर नि गइनस् ओ हेर्न यताबाट अमिलो उयो के त उयो पात पेपेरे पात खोइ ओ हो रहेछ पेपेरे पात ओ वाउ पेपेरे पात खै छोड त म जुम गरेर देखाउँछु छोड त फुलिरहेको रहेछ नि छोड त पक्का रुक्छ है म त जान आँटेको उठिरहेछ त पेपेरे पात हामीले पुरा यसको के अरे कालीझारको पात लाएर बजाउँथ्यौँ हामीले पेपेरे पात फुलिरहेको रहेछ यहाँ रहेछ नि ओ यहाँ रहेछ ओ खै देखा त फुल पनि आयो ल्या फुल त नटिप्नु पर्छ नि त आयो क्या त हाम्रो पेपेरे पात सबै उयो रहेछ नि त के हो कत्रोबाट आइज त वाउ मेरो सुजको लेस बिग्रेछ ए रजिनालेसम्म त सन्जिनाले ल यता साइडमा छ हौ आइज न पक्रिन्छु म यता साइडबाट छ क्या बाटो ब्रो यो बिस्तारै गरेर सर्ट है त झर्ला से त कस्तो तल गएको कसरी तल गयो मच्छी मरे त्यसरी नगर्न मलाई डर लाग्छ कि तिम्रो ओ माई गॉड छा यो चाहिँ कस्तो डर पुग्यो कस्तो जिरिङ्ग गरेको यसको जिउ आइज भयो खोइ पात यस्तो पेपेरे अलि अर्को ल्याउनु नि यति नै हो छैन नि तर छोड्दै भएको रहेछ क्या किन धेरै चाहिएको यहाँनिर बस्नु न अब ओइ माथि बस यार कालो फोर यसको फोरला त तेरोमा त लाग्छ बहिनी माथि बस्नुपर्छ छोड न यो धुनुपर्छ यार केला न केला धुएर गर्नुपर्छ केला नगर्नु क्या राख्न अलि त घर लाने हो नि त खाने
भाग उयसमा खाइन्छ त्यो मन्दिर ओ खालि त्यो उयो जराहरू चाहिँ उयो गर म्यानेज गर होइन अनि बोक्न ल म त्यो उयो बनाउँदैछु हाम्रो बनाउँछु क्या हामी तिनजनाको बुझिस् कताबाट छिर्नु मलाई यता त यस्तो त कालो हुन्छ खोइ मेरो लुगा कालो हुन्छ खोइ एक्सक्युज मी सम्झिना ठेलिदिन्छ है तेरो फेरि झर्रा सिधै तल क्लिय हामी यतिकै बलिया भएको होइन कति धेरै लाभले हुँदैछ यता त किरा झर्छ कि के हो कसम चाहिँ फेरि मैले देख्दा रहेछ यसको बाजेको माताश्री भयो बनाएर रे सिरिङ के यो झन्डीले पात भत्साएको छु यस्तो गरी पक्रिरहेको रहेछ क्या डरले उहाँ राख्नु नानाको साइडमा यसरी क्या जस्ट फोर लाइक दिस हामी तिनजनाको नाममा यहाँनिर ढिङढिङ बनाउँदै थिएँ म यिनीहरूले के देखाएर उता गएर यहाँनिर ल यो माथि यो लगा उता सन्जिनाले सन्जिना ल माथि यो लगा एउटा अडा ओइ दिस वान अडा हात तान्ने बानी छ टाडा हामी तिनजनाको नाममा कत्रो ठुलो रहेछ तर यो त यो त बरको रहेछ त नेपाली नाम बर यसको त्यो रुखको नाम लेखिदिएको हो क्या अघि त्यहाँ थिएन केही हुँदैन तिमीहरूको जिउमा त आएको छैन नि त हो यत्रो थियो क्या त्यो अहिले त मैले के मैले के असला डराएको थिएँ त्यो यत्रो ल्याप्रेपेर तेरो हात खुट्टामै ट्यापै गरेर ट्यापै यस्तो खुट्टामा गरिदियो कि कस्तो हाँसिन्छ यतै गयो किरिकमा के भन्छ पढेर किरिङमा त्यो त्यो ब्ल्याक कलरको जाडो नमिठो हुन्छ भन्छ नि माऱ्यो भने कसम से यार चुलोहरूमा पुग्दो रहेछ शीतल आइना बिचरा रोपे खालेसको उता दिन रोपेको रहेछ यहाँनिर पनि बिचरा गोडेर राम्रो छ वाउ त्यहाँ अमिलो अमिलोमै गएर छ क्या अमिलो यो काँचो धागो हो कि उयो के सुन फर्स्ट टाइम युट्युबमा भ्लग ए गाइज टु माई वेलकम च्यानल टु माई वेलकम गाइज होइन वेलकम टु गाइज च्यानल त्यो चाहिँ के भन्दा एउटा केटी के भन्दा केटा पनि अनि केटी पनि अल्झै गल्दै गरेर मैले देखिरहेको थिएँ कि टिकटकमा सो गाइज नाउ वी आर मेरो सुजको लेस अलिकति मिलाउनु हुन्छ काली झाडुको पत्ता हो रहेछ अमलाको बोट है खोइ अमलाको बोट यो होइन भिटामिन सी लाउरे बाजेले हार्दिक दुईटा चान बनाएर राखेको छ होइन अँ अनि उसको बुढी र उसको लागि बनाएको क्या मर्नुभन्दा अगाडि उसले खैला हो र छोराहरूले राम्रो बनाइदिन्छ कि दिँदैन भनेर आफूले बनाएर छोडेको यहाँनिर यो च्यान अनि बुढीको बुढी चाहिँ मरिसक्यो होइन त्यही भएर बुढीको चाहिँ च्यान छ अब बुढा मर्नु बाँकी छ बुढा मरेपछि च्यान हुन्छ दुईजनाकै लागि दुईजनाको च्यान जाने हेर्नु होस् के हुन्छ त हौ किन चाहिँ जानु त यहाँ रहेछ आङबुङ लिम्बू रहेछ आङबुङ लिम्बू यही हो क्या हो त्यो केशरमान दादाले नि एउटा हालेको थियो त हुनसक्छ यो अन्त
दर्शकबिन तेह्र थुन। आज हेर्नुहोस् तपाईँहरूले आफ्नै च्यान आफैले चाहिँ होइन त्यो त गरेका छन् भन्दै हानिरहेको थियो तैँले त ढुलुक्कै पारा गरेछ साँच्चीकै भनेको सेम टु सेम पारा गरेछ क्या साँच्चीकै भनेको त्यसै भन्दै थियो नि त खै लेट मी ट्राई बिर्स्यो कसरी बनाउँथ्यो बिचमा एउटा पात हाल्छ क्या बिचमा पात लाग्ने त्यस्तो मैले सानोमै गरेँ बिर्सिसकेँ क्या पाथिभरा मन्दिर वरिपरि जाँदा भाइ फोर नफालो मेरी के भन्छ यस्तो क्या यो पाथिभरा भेटार आएपछि चाहिँ भेटार मात्र राम्रो छैन क्या यता पाथिभरा मन्दिरहरू एकदम राम्रो छ क्या लै बिचरा सुनिदेऊ नै कसैले बजालु मान्छे आउँदैछ अरे क्या कसम से यार तर सन्जय त कसो गरिरहेको छ यता यता तेरो त्यस्तो थियो क्या हालत चाहिँ तेरो आया कसम से योबाट के अरे यस्तो योबाट उठ्छ नि होइन बुढा उठ्छ नि अनि त्यसपछि हामी यस्तै विश गरेर होइन विश माग्दैन थियो क्या म विश त मागिन्थ्यो तर मैले चाहिँ यस्तो गरेर पठायो भने यस्तो आफ्नो माया गर्ने मान्छेले पाउँछ अरे भन्थ्यो क्या आया म चाहिँ त्यस्तो थाहा छैन आया कसम से यार हाँस उठ्यो यो हेर्न कति धेरै रहेछ हौ त्यस्तो फुल देखाउनु न क्यामेराले वाउ हेर्न त कस्तो राम्रो मर्यो गलेर हाँसेरै हिँडेर त गलेन कि तर हाँसेर चाहिँ गलेँ क्या म हिँडेर त साह्रै छ है बिस्तारै कति मजाले नानीले फुपू भनेको यार टुई टुई टुई